You stick live. Hello and welcome. So आजको एपिसोडमा चाहिँ म के एक्सप्लेन गर्न जाँदैछु भने अस्ट्रेलियामा साँच्चीकै इलेक्ट्रिसियन हामी बन्न कसरी सक्छौँ त मैले एउटा भिडियो हालेको थिएँ र मैले धेरै जिज्ञासाहरू पाएँ मेरो दाजुभाइबाट र मलाई के फिल भयो भने धेरै मान्छेलाई चाहिँ यो कुराको बारेमा इन्फर्मेसन छैन रहेछ ओर इन्फर्मेसनै छैन भन्दा पनि धेरै मिसइन्फर्मेसन पनि छ रहेछ सो इलेक्ट्रिसियन बन्नको लागि के गर्नुपर्छ त हामीले मलाई थाहा भए अनुसार मेरो एक्सपिरियन्सले मेरो नलेजले जतिसम्म मलाई थाहा छ म त्यो भन्न जाँदैछु प्लिज आफ्नो रिसर्च पनि गर्नुहोस् होला सो इलेक्ट्रिसियन बन्नको लागि सबैभन्दा पहिला हामीले गर्नुपर्ने भनेको एप्रेन्टिससिप नै हो एप्रेन्टिससिप गरिसकेपछि चाहिँ 4 वर्षपछि हामी क्वालिफाइड ट्रेड्सम्यान इलेक्ट्रिसियन भन्न सक्छौँ लाइक इन एनी ट्रेड सबै ट्रेडमा त्यस्तै नै सुन्नमा आइरहेको छ कि कति इन्स्टिट्युटहरू कति कन्सल्टेन्सीहरू आम नट स्योर नेपाली हो कि विदेशी हो तर सर्टेन काइन्ड अफ कोर्स सर्टिफिकेट 2-3 त्यस्तै कोर्स 18-24 महिनाको कोर्स गरिसकेपछि चाहिँ कसैसँग काम गऱ्यो भने इलेक्ट्रिसियन बनिन्छ भन्ने इन्फर्मेसन पनि आइरहेको रहेछ जुनको बारेमा चाहिँ मलाई थाहा भएन मेबी त्यस्तो काम गर्छ पनि होला हुन्छ पनि होला तर द मोस्ट इजिएस्ट वे इज टु फाइन्ड एन एप्रेन्टिससिप र एप्रेन्टिससिप पाउन चाहिँ धेरै नै गाह्रो हुन्छ किन एप्रेन्टिससिप पाउन धेरै गाह्रो हुन्छ भन्दाखेरि चाहिँ सो एकजना मान्छेले 4 वर्ष एप्रेन्टिससिप गरेर ट्रेड्सम्यान भइसकेपछि एकजना एप्रेन्टिस राख्न पाउँछ सो क्वान्टिटी एकदम कम र पाउन एकदम गाह्रोको कारण किन भन्दाखेरि एउटा इलेक्ट्रिसियनले एउटा मात्रै एप्रेन्टिस पाउने भइसकेपछि त उसले साइनअपै गर्न कम मान्छेलाई पायो त्यो भइसकेपछि एप्रेन्टिससिपको सप्लाई नै कम भयो नि त लाइक सप्लाई एन्ड डिमान्डमा हेर्ने भने धेरै मान्छेले गर्न खोजे तर धेरै मान्छेले गर्नु नपाउने नमस्कार ल होइन मैले भन्नु चाहिँ बुझ्नु नि सो वान इलेक्ट्रिसियन क्यान ह्याभ ओन्ली वान एप्रेन्टिस त्यही भएर पनि त्यसको सप्लाई एकदमै कम छ र मान्छेहरूलाई पाउन एकदमै गाह्रो पनि अब यो चिजबाट हामी ओभरकम हुनुको लागि हामीले के गर्न सक्छौँ भन्ने कुरा भयो सो इफ यु वान्ट एन इलेक्ट्रिकको एप्रेन्टिससिप अब सबैजनाको प्रब्लम त्यही नै हो धेरै एप्रेन्टिसहरू अप्लाई गर्यो तर कतैबाट पनि सुनिएन मच्योर एजलाई लिन खोज्दैन रहेछ भन्ने एउटा प्रब्लम देखियो सो यो प्रब्लमलाई अब कसरी सल्भ गर्ने त भन्ने म आइडिया दिन्छु तपाईँहरू जानुहोस् सर्टिफिकेट 2 को बारेमा खोजेर सर्टिफिकेट 2 गर्नुहोस् होइन सर्टिफिकेट 2 गरिसकेपछि के हुन्छ कम्पेयर टु द पिपल हु डोन्ट ह्याभ सर्टिफिकेट 2 तपाईँ अलिकति माथि हुने भयो तपाईँको सेलेक्ट हुने चान्सेस धेरै हुने भयो कम्पेयर टु समबडी हु हेज नट डन द सर्टिफिकेट 2 अनि त्यसपछि त्यो गरिसकेपछि तपाईँलाई एप्रेन्टिससिप पाउने चान्सेस पनि धेरै हुने भयो अर्को कुरा चाहिँ म के पनि सजेस्ट गर्न चाहन्छु भने यदि साँच्चीकै इलेक्ट्रिकल एप्रेन्टिससिप गर्न मन छ र इलेक्ट्रिकल फिल्डमा ट्रेडमा के काम गर्न मन छ भने अर्को एउटा राम्रो बाटो सुरु गर्नको लागि कुड बी अ ट्रेड एसिस्टेन्ट धेरै कम्पनीहरूमा धेरै कमर्सियल इलेक्ट्रिकल कम्पनीजहरूमा वेयर हाउसेसहरूमा इभन डोमेस्टिक काम गर्ने मान्छेहरूलाई पनि एप्रेन्टिस एकजना मात्रै पाउने भएकोले गर्दाखेरि दे आर लुकिङ फर ट्रेड असिस्टेन्ट होइन बेसिकली ट्रेड असिस्टेन्टको काम चाहिँ के हो हि इज नट एन एप्रेन्टिस तर उसले सबै काम सिकेर जानेर गर्न थालिसकेको हुन्छ सो ट्रेड एसिस्टेन्टको काम खोजेर ट्रेड एसिस्टेन्टको काम गर्न थाल्नुभयो भने पनि तपाईँहरूलाई इलेक्ट्रिकल वर्क र कामहरू सम्बन्धी अलिकति एक्सपोजर धेरै हुन्छ अलिकति एक्सपिरियन्स धेरै हुन्छ त्यो गर्दै जानुभयो भने पनि लाइक इफ यु स्टार्ट नाउ 5-6 महिना 1 वर्ष जस्तोमा कोही न कोही मान्छे एप्रेन्टिस चाहिरहेको तपाईँले भेट्नु नै हुनेछ because you start walking that path, right? I think electrical trade assistant
भने एउटा राम्रो पाथवे हो इलेक्ट्रिकल एप्रेन्टिससिप ल्यान्ड गर्नको लागि। यो दुईवटा चिज गर्नुभयो भने अवश्य पनि तपाईँले इलेक्ट्रिकल एप्रेन्टिससिप पाउनुहुनेछ। अब क्वेसन आउँछ तपाईँलाई किन चाहिँ इलेक्ट्रिकल एप्रेन्टिससिप गर्न मन लागिरहेको छ भन्ने कुरा। यो एउटा कोर बिलिफको कुरा हो। आफूलाई किन गर्न मन छ भन्ने कुरा चाहिँ क्रिस्टल क्लियर हुनुपर्छ। इफ यु आर एक्सपेक्टिङ त्यो 4 वर्ष तपाईँ इलेक्ट्रिकल लाइसेन्स इलेक्ट्रिसियन हुने बित्तिकै तपाईँले टन्न काठ कमाएर फरारी चढेर होइन कामै नगरिकन हिँडेर पैसा कमाउनुहुन्छ जस्तो फिल हुन्छ र त्यही भएर तपाईँलाई इलेक्ट्रिकल एप्रेन्टिससिप गर्न मन छ भने चाहिँ यु आर रङ माय ब्रदर्स होइन। किनकि काम एकदमै गाह्रो छ फिजिकली पनि, प्लस इलेक्ट्रिकल एप्रेन्टिससिप इज नट जस्ट वर्किङ। कम वेजेसमा तपाईँले पढ्नु पनि पर्ने हुन्छ। सो देयर इज अ फाइनेन्सियल स्ट्रेस, देयर इज अफकोर्स अ कग्निटिभ लोड, किनकि पढ्नु पनि पऱ्यो, त्यो टाइम म्यानेज पनि गर्नु पऱ्यो, फाइनेन्सियल सिचुएसन पनि म्यानेज गर्नु पऱ्यो राइट। किनकि एप्रेन्टिससिप गर्दा गर्दै एप्रेन्टिससिप सँगसँगै यु आर अल्सो डुइङ सर्टिफिकेट 3 एट टेफ। सो बाई द टाइम तपाईँको 4 इयर्स कम्प्लिट हुँदाखेरि 4 इयर्स कम्प्लिट भइसकेपछि हाई बेबी हाई हाई भनिदिनु नि एकचोटि यहाँ। सो तपाईँको 4 इयर्स कम्प्लिट हुँदाखेरि तपाईँले सर्टिफिकेट 2 पनि कम्प्लिट गर्नुभएको हुन्छ। सो द्याट इज द प्रोसेस अफ द होल एप्रेन्टिससिप प्रोग्राम राइट। सो मान्छेहरूलाई किन एकैचोटि जम्प गरेर गर्न गाह्रो हुन्छ भन्दाखेरि एप्रेन्टिस वेज हुन्छ। सो सुरुमा तलब कम हुन्छ, मान्छेलाई त्यही डर लाग्छ, मोर्गेज छ, फ्यामिली छ, बच्चा छ, अब कसरी गर्ने, थोरै पैसा कमाएर त पुग्दैन भन्ने कुरा हो। अफकोर्स त्यो प्रब्लम हुन्छ नै अनलेस यु आर रियली लकी एन्ड यु नो एकदमै हाई पेइङ इबिए साइड जब्सहरूमा तपाईँले एप्रेन्टिससिप पाउनुभयो भने तपाईँको वेजेस अलिकति राम्रो होला। नत्र वेजेस इज गोइङ टु बी अराउन्ड मेबी लाइक 850-900 अ विक इन द फर्स्ट इयर। त्यसपछि स्लोली 900, 1000, 1100सम्म पुग्न सकिन्छ। एन्ड अनेस्टली तपाईँको फाइनेन्सियल सिचुएसन हेरेर हुन्छ कस्तो छ भनेर। अब मान्छेलाई पुऱ्याएर हान्छ, मैले पनि पुऱ्याएँ जस्तो तस्तो पुऱ्याएँ। इट वाज हार्ड अफकोर्स होइन। सो मलाई भन्नुपर्ने त्यही नै हो। सो इट इज अभियसली हार्ड, इट इज अभियसली डिफिकल्ट, फाइनेन्सियली स्ट्रेसिङ, मेन्टली स्ट्रेसिङ, तर गरिसकेपछि राम्रै हुन्छ। तर अफकोर्स मैले भनेको जस्तै इफ यु आर एक्सपेक्टिङ ट्रेड्सम्यान हुने बित्तिकै टन्न पैसा र लाइक हाउ सोसियल मिडिया र अहिलेको सोसाइटीहरूले इलेक्ट्रिसियनले यस्तो पैसा कमाउँछ भन्ने कुरा आइरहेको छ, इट्स एक्चुली नट ट्रु राइट। अ लट अफ इलेक्ट्रिकल कम्पनीज आर अल्सो गोइङ ब्याङ्क्रप्ट। ठुल्ठुलो कमर्सियल गर्ने एकदमै ठुल्ठुलो एकदमै पुरानो कम्पनीहरू होला लास्ट भइरहेको, तर यु नो एउटा नर्मल इलेक्ट्रिकल कम्पनी चलाउनुको लागि पनि अल काइन्ड्स अफ स्टफ। तपाईँलाई कन्ट्र्याक्टरको लाइसेन्स लिनु पऱ्यो, त्यसको अर्को कोर्स गर्नु पऱ्यो राइट। एउटा डोमेस्टिक इन्स्टलेसन कम्पनी तपाईँले खोलिरहनु भएको छ भने इन्सुरेन्सेसहरू चाहिन्छ, गाडी चाहिन्छ, टुल्स चाहिन्छ होइन, वेजेस चाहिन्छ। तपाईँले एक्लैले मात्रै काम गर्न सक्नु हुँदैन। ओके बेबी फिनिस अन दिस। सो द्याट्स इट मैले भन्नु खोजेको चाहिँ। सो गो एन्ड डु द्याट सर्टिफिकेट 2 इफ यु रियली वान्ट टु बिकम एन इलेक्ट्रिसियन होइन। तर पैसाको मात्रै लोभ गरेर पैसाको लागि हो मैले गर्न खोजेको र त्यो काम मलाई खास मन परेको छैन भने चाहिँ आई वुड नट रेकमेन्ड। किनकि जुन त्यो कारणहरूले गर्दाखेरि चाहिँ तपाईँलाई अहिले जुनै पनि तपाईँ सेक्टरमा काम गरिरहनु भएको छ त्यहाँबाट निस्केर तपाईँलाई इलेक्ट्रिसियन बन्न मन लागेको कारण हो। मेबी आफ्टर 4-5 years 10 years यु आर गोइङ टु फिल द सेम थिङ इफ यु आर नट रियली इन्ट्रेस्टेड इन इलेक्ट्रिकल। सो मलाई भन्नु त्यही नै थियो। इफ देयर इज एनी मोर क्वेसन्स म यसबारेमा भिडियो अरू पनि बनाइराखौँला। प्लिज मेक स्योर टु सब्सक्राइब, फलो, कमेन्ट एन्ड सेयर विथ एनीबडी हु इज लुकिङ फर इलेक्ट्रिकल एप्रेन्टिससिप र कसैले यो बारेमा जान्न चाहिरहेको तपाईँको साथीहरू छ भने सेयर गरिदिनुहोस् होला। एन्ड सी यु इन अनदर भिडियो गाइज, टेक केयर।